सम्वर्धन गर्ने उद्देश्यले हामीले पहिलो पटक यो ललितपुर जिल्लाबाट यस्तो सांस्कृतिक कार्यक्रम आयोजना गरेका हौँ र अब क्रमशः काठमाडौँ, भक्तपुर र देशका अन्य जिल्लाहरूमा पनि यो कार्यक्रम हामीले सञ्चालन गर्ने योजना बनाएका छौँ। यो जानकारी पश्चात अब म धेरै धन्यवाद यहाँ सम्पूर्णलाई विशेष गरी सुरेश गाइनी सरलाई पनि धन्यवाद दिन चाहन्छु र सबैलाई धन्यवाद। धेरै धेरै धन्यवाद।